सम्पूर्णमा नमस्ते। म चाहिँ यसै जिल्ला मकवानपुर भोगाइगाउँ गाउँपालिकामा रहेको जुन स्थानीय औद्योगिक ग्राम छ बगैया औद्योगिक ग्राम, जुन चाहिँ अहिले हाल हाम्रो बगैया गाउँपालिकाको 7 नम्बर वडामा रहेको छ। र यो 7 नम्बर वडाको चाहिँ हजुरहरूलाई मैले छोटो भिडियो प्रस्तुत गरेँ, जुन चाहिँ यो किसानहरूलाई आवश्यक पर्ने गाईको दाना, जसलाई चाहिँ हामीले साइलेज भन्छौँ, र साइलेज चाहिँ यसरी चाहिँ उत्पादन भइरहेको छ। र यसरी चाहिँ मेसिनबाट अटो सिस्टममा चाहिँ आफै ऱ्यापिङ भएर यसरी चाहिँ गाईको दाना जुन साइलेज रेडी भइरहेको छ। यो साइलेज चाहिँ विशेष गरी चाहिँ यसै बगैया गाउँपालिकामा रहेका किसानहरू नामलाई सूचीकृत गरेर उहाँहरूकै मकै ढोँडलाई ल्याएर पेलेर यसरी चाहिँ हामीले गाईलाई आवश्यक पर्ने साइलेज उत्पादन गरिरहेका छौँ। र त्यसै गरी साइलेज सँगसँगै हाम्रो औद्योगिक ग्राममा चाहिँ दाना पनि उत्पादन हुने गरेको छ। र यसरी उत्पादन भइरहेको साइलेज चाहिँ फेरि पनि किसानको चाहिँ गोठ गोठमा पुग्ने गरी सेवा प्रदान गर्दै आइरहेको छौँ।